हेलो गाइस, अहिले चाहिँ म बसिरहेको छु है। अन्त आजको दिन चाहिँ एकदमै बोरिङ भइरहेछ, किन भन्दा बाहिर घाम लागिरहेछ। अन्त गर्मी पनि पुरा गर्मी छ, त्यही भएर चाहिँ म यहाँ रुममै बसिरहेछु रेस्ट गरेर। सो अब एकछिनबाट अलिक घाम गएपछि चाहिँ कामहरू छ, त्यो कामहरू गर्नेछु। अनि आज के गर्नेछु म तपाईहरुलाई आजको मिनी भ्लगद्वारा देखाउनेछु। सो स्टे ट्युन विथ मी टिल द एन्ड। हाम्रो गाईहरू चाहिँ यहाँनिर हेरिरहेको छ, यिनीहरूलाई पानी पनि दिनुपर्ने छ। गाईलाई पानी चाहिँ दिएको छैन। सो अहिले चाहिँ दिउँसोको टाइम भएकोले गर्दाखेरि चाहिँ यिनीहरूलाई पानी दिनुपर्ने छ। एउटा चाहिँ यहाँनिर छ, ऊ घाँस चपाइरहेको रहेछ। घाम लागेको मौकामा चाहिँ यहाँ दाल सुकाइरहेको छ, पहेँली दाल। अनि यता चाहिँ सिमी दालहरू, यिनीहरू चाहिँ बिउको लागि आमाले राख्नुभएको थियो, त्यो भएर चाहिँ यहाँ सुकाइरहेको छौँ हामीले। सबै यो चाहिँ यहाँ फलेको होइन, किनेर ल्याएको हो। यहाँ चाहिँ मम्मीले दाल केलाउनु हुँदैछ। मम्मी कहाँबाट किन्नु भएको दालहरू? किनेर ल्याएकोसँग घरमा रोपेको मिसाएको। कम त छैन रहेछ त है, किरा परेछ त्यो बाल्टीमा। यहाँ पनि छ केरा सक्नु भएर, यहाँ पनि छ हो। किरा भर्खर पर्नु आएको छ। बिउको लागि हो यो चाहिँ, कि खाने? बिउ होइन, खाने हो। बिउको लागि तल सुकाएको छ खाने दालहरू। मलाई चाहिँ यस्तो सिमी दाल ठ्याप्पै मन पर्दैन कि। मम्मीले चाहिँ यहाँ बिउ राख्नु हुँदैछ। यो चाहिँ किराले खानुबाट जोगाउनु लागि चाहिँ दालसँग चाहिँ दबाई मिसाएर राख्नु हुँदैछ अरे। यो मम्मीको दबाई, स्पेसियल अर्ग्यानिक दबाई छ यहाँ। के हो मम्मी यो दबाई भनिदिनु? दबाई जान्दैन तिमीहरूले के मिसाएको छ छैन भन्नु न। कुरो मिसाएको छ, रिभिल गर्नु हुँदैन दबाईको नाम। ल गाइस, तपाईँहरू नै हेरेर भन्नुहोस् है यो के हो भनेर। यो के को पिठो यहाँनिर के रहेछ अरे? दबाई चाहिँ मम्मीले अर्ग्यानिक हो, तर यो चाहिँ यसरी राख्नुपर्छ अरे बट्टामा, अनि चाहिँ किराले खाँदैन अरे बिउहरू। उहिलेको मान्छेहरूको यो दस्तो सिकेको मैले पनि। तपाईँ पनि उहिलेकै हो त अन्त? तपाईँ? म त उहिलेको होइन नि त, आज उहिलेको भएकै छैन। अब अलिक वर्षमा हुन्छु, अहिले भएको छैन। उहिलेको भइसक्यो है। बिउहरू चाहिँ मम्मीले यसो राख्नुहुन्छ जहिले पनि। गाइस, अहिले चाहिँ म यहाँनिर शीतल भयो, अनि त्यहाँदेखि बाहिर आएर खाजाहरू खायो, त्यहाँदेखि काम गर्नु लागि चाहिँ यहाँ रेडी भइरहेको छु। यहाँनिर चाहिँ ब्यागमा तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँनिर मेरो फुलहरू छ। अस्ति हामीले जुन चाहिँ रोपेको थियो, मेरो हस्बेन्ड मैले रोपेको फुलहरू चाहिँ यहाँनिर छ। अहिले चाहिँ टक्कै यो 5 दिन भयो आज चाहिँ। अनि 5 दिनमा चाहिँ यो कस्तो चेन्जेस भएको छ म तपाईँहरूलाई देखाउँछु। अनि के काम गर्नु लागि म यहाँ आएको छु त्यो म तपाईँहरूलाई देखाउँछु। अस्ति जिरेनियम रोपेको चाहिँ यहाँ यस्तो भयो हो। यिनीहरू चाहिँ अब अहिले फेरिनु आँटेको छ। यहाँ पनि मैले पटमा रोपेको छु। अनि यहाँनिर चाहिँ अस्ति सम्झेर मैले रोपेको चाहिँ यो हो अर्किडहरू। अनि यिनीहरू चाहिँ मजाले फेरिएछ, हरियो भएर आइरहेको छ। अन्त उतानिर पनि छ धेरै फुलहरू। अनि यहाँ चाहिँ मेन आजको काम चाहिँ योनिर छ, यो झारहरू खेल्नु पर्ने छ। यहाँ पछाडि एकदम बेसी मैला भइरहेछ। यता चाहिँ मैले अस्ति अलिकति फुल रोपेकै दिन गोडेको थिएँ, त्यो भएर यता चाहिँ सफा छ एज कम्पेयर। यता चाहिँ यस्तो छ यहाँनिर। अब हामी चाहिँ यहाँनिर काम गर्नु आँटेको, म र मम्मी। यहाँनिर मैले चाहिँ खरेटाहरू लिएको छु, यो बढाउनुपर्छ नि त झाडु खेलेपछि। अनि त्यहाँदेखि यहाँनिर कर्नी छ, यसले चाहिँ यसरी झार ननिक्लिँदा खोर्सिनुपर्छ, नभए नङ दुखेर मर्नुहुन्छ। सो अब चाहिँ हामी यो काम गर्नेवाला छौँ। त्यहाँ अहिले चाहिँ हामी यहाँ गोड्दैछौँ। अब यति चाहिँ छ, बाँकी मम्मीले यहाँ गर्नुहुँदैछ। यहाँसम्म चाहिँ मम्मीको भित्ता गोड्ने काम हो। मम्मीले भित्ता गर्नुभयो, मैले चाहिँ भुइँ गोड्दैछु हो। अन्त भुइँमा चाहिँ यहाँनिर धनियाँ, यो तपाईँहरूलाई यो चाहिँ बस्तीको धनियाँ, यसलाई चाहिँ चिना धनियाँ पनि भन्छ, चाइनिज धनियाँ पनि भन्छ, कतिजनाले चाहिँ भोटे धनियाँ पनि भन्छ हो। यो धनियाँको चाहिँ हाम्रोमा यहाँ बिउहरू मसिनो उम्रेछ। अनि यसलाई चाहिँ हामी जोगाउँदै सफा गर्दैछ है। झार चाहिँ कम त बेसी छैन रहेछ। रेनी सिजनमा चाहिँ पुरा उम्रिन्छ कि यो, एक हप्तामा गोड्नुपर्छ। अहिले चाहिँ अब भर्खर रेनी सिजन लागेकोले गर्दाखेरि त्यस्तो गोड्नु चाहिँ पर्दैन हो। तर पनि झार चाहिँ पुरा लामो भइसकेको रहेछ है। यतापट्टि चाहिँ गोडिसकेको हो हामीले। परदेखि मम्मी हिँड्नु भएको दिन यता गोडेको। अब यता चाहिँ यति मात्रै छ। कसले यो कसले खनिस्? तैँले खनिस्?
हेर नि यहाँ गालामा यहाँ कुर्छु म कसले तैँले खनिस् त्यो हातले म त हातले कुर्छु कसले त्यो लट्ठीले त लट्ठी यहाँ लौरी चल्दैछ कसले त्यो कसले भुइँमा तैँले हो कसले खनिस् यो कसले खनिस् तैँले हो भन् आँखा झिम्क जेनी नखाने मम्मी गरेर धुलाई पो खान्छ त यो खनेर यसले यहाँ यत्रो दुलो बनाएको यो यसले हो मम्मीले धुलाई दिन्छ भनेर पुरा साइनु तैँले खनिस् होइन हेर यहाँ मुखमा जिउ हेर्नु मैला छ नुहाइदिनु पर्ने यसलाई तर नुहाएर पनि के गर्नु डेली यसरी खनेर यस्तो भौडी बनाएर पस्छ मकै खाने बेलामा चाहिँ त्यो ठुल्ठुलो भएको रोज्छ छैन अहिले त मकै भाँचेर के गरिस् त्यो तैँले मदनले होइन तैँले होस् मलाई उयो गर्दैछ यहाँ मद्दत माग्छ मम्मीले करायो भनेर आएको मेरोमा जा पर घर अब त्यहाँ खनिस् भने धुलाई खानुको लागि गर्मी हुन्छ नि त यसलाई चाहिँ पुरा त्यही भएर चाहिँ यसरी बारी खन्दै सुत्छ यो चाहिँ गाइस अहिले चाहिँ हामीले सफा गर्दा गर्दा रात परिसक्यो अनि यहाँ चाहिँ एकदमै सफा भयो यता माथि पनि ठ्याक्कै यहाँदेखि लिएर यता पनि सफा गऱ्यौँ सबै सिलिक्क भयो यहाँ जेनी पनि घुम्नु आउँदैछ सो अब चाहिँ हाम्रो छुट्टी आजको काम चाहिँ सफा गर्दा गर्दा राति भयो मम्मी छुट्टी अब यति सकेर छुट्टी अरे बल्ल बल्ल हाम्रो काम सकिए गाइस जेनी आइज यहाँ सकाउनु मलाई यसले सकाउँछ बाख्रा पनि कराउनु थाल्यो रात परेर यहाँ सकाउनु आइज जेनी